यति ठुलो सरप्राइज मिल्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ। हे गाइस, स्वागत छ तपाईँहरूलाई आजको मेरो छोटो मिठो मिनी भ्लगमा। अनि आजको मेरो मिनी भ्लग चाहिँ अरू दिनको भन्दा अलिकति फरक छ अनि मेरो लागि चाहिँ एकदमै स्पेसल छ। के छ त्यस्तो सरप्राइज भन्नको लागि चाहिँ तपाईँले भिडियो अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ रेडी भएर निस्केका थियौँ ट्रेन स्टेसनको लागि। अनि ट्रेन स्टेसनमा पुगेर चाहिँ हामीले आफ्नो ट्रेन कुरेका थियौँ। 5 बजे आउनेवाला ट्रेन थियो अनि 5 बजे नै ठिक्क आएको थियो ट्रेन चाहिँ। अनि हामी चाहिँ चढेर मैले पहिला चाहिँ बाबुले खाना खुवाएँ। त्यसपछि हाम्रो अगाडि चाहिँ एउटा न्युली कपाल एकदम प्यारो कपाल बस्नु भएको थियो अनि मकै पनि आएको थियो, मकै पनि खाएँ। त्यसपछि बाबु सुतेकै थिएन क्या। हाम्रो ट्रेन चाहिँ सेकेन्ड एसी थियो अनि बाबु सुतेकै थिएन। बल्ल बल्ल गरेर मैले उसलाई पनि सुताएँ। त्यसपछि हामी पनि सुत्यौँ रातको टाइममा। त्यसपछि 5 बजे चाहिँ उत्रिनु पर्ने थियो गाजियाबाद। हाम्रो ट्रेन चाहिँ 5 बजेको थियो, उत्रिनु पर्ने थियो। त्यसपछि हामी सबैजना चाहिँ त्यहाँ उत्रिनु जति चाहिँ सबैजना उत्रिनु भयो। अनि यो चाहिँ 5 बजेको नजारा थियो। सबै अँध्यारो थियो अनि त्यसपछि पानी यति धेरै परेको रहेछ, बाटैभरि पानी थियो अनि अटो बल्ल बल्ल पायौँ। त्यसपछि हामी गयौँ आफ्नो फ्ल्याटतिर। यहाँसम्म पनि मलाई थाहा थिएन कि हाम्रो आफ्नो फ्ल्याट छ भनेर। म चाहिँ उहाँको साथीको फ्ल्याटमा जाँदैछु भन्ने चाहिँ सोचिरहेको थिएँ। जाने बित्तिकै म यति सरप्राइज भयो कि कुरै छोडिदिनु कि होइन। म त ट्वाँ परेको परै भयो कि मेरो लागि त्यहाँ यस्तो राम्रो ब्युटिफुल एउटा गोल्डको मतलब रिङ थियो होइन। त्यो देखेँ त म छक्कै परेँ कि। अनि यो पल चाहिँ मेरो लागि एकदम ठुलो खुसीको पल अनि बिर्सिनै नसक्ने पल थियो। अनि यहीँबाट चाहिँ म मेरो हस्बेन्डलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच गाइज, बाई।